एउटा गहिरो भनाई अनि मर्मस्पर्शी शब्दहरू छन्। म तपाईँलाई भन्छु, ध्यान दिएर सुन्नुहोस् है त। आफ्नो चोट, आफ्नो पीडा, आफ्नो रोदन, आफ्नो घाउ सबैलाई नबताउनु। सबैको घरमा मलम हुँदैन, तर नुन सबैको घरमा हुन्छ। यी शब्दहरूको भाव, यसको अर्थ बडो गहिरो छ, बडो गम्भीर छ, बडो मर्मस्पर्शी छ। आदरणीय मन, जब हामीलाई जीवनमा चोट पर्छ, हामीले जीवनमा दुःख पाउँछौँ, जीवनमा हामीले सङ्घर्ष गरिरहेका हुन्छौँ, यता गर्दा पनि मिल्दैन, उता गर्दा पनि मिल्दैन, यसो भन्दा पनि मिल्दैन, राम्रो बोल्दा पनि गलत अर्थ लाग्दछ, दुःख गरिराख्दा पनि भनेअनुसारको सफलता प्राप्त गर्न सकिँदैन। अनि कहिलेकाहीँ धुरु धुरु रुन मन लाग्छ, एक्लै डाको छोडेर रुन मन लाग्छ र कसको छेउमा गएर रौँ जस्तो पनि लाग्छ कहिलेकाहीँ। हाय हाय, मेरो जीवनको यो कथा, यो मेरो व्यथा, यो मेरो पीडा, मेरो चोट कसैलाई भन्न पाए यो मन हलुङ्गो हुन्थ्यो जस्तो लाग्छ। हामीले सानैदेखि सुन्दै पनि आयौँ, दुःख बाँडे घट्छ, सुख बाँडे बढ्छ। त्यसकारणले हामी आफ्नो दुःखलाई बाँड्न चाहन्छौँ, आफ्नो दुःखलाई कसैको अगाडि पोख्न चाहन्छौँ, छत्ताछुल्ल हुने गरी। यो हाम्रो सोचाइ हो, यो हाम्रो भावना हो। तर आदरणीय मन, म तपाईँलाई के भन्छु भने, तपाईँ हाम्रो वरपर रहेका आफ्नो मान्छेहरू जसलाई हामी भन्छौँ, जो मेरो प्रिय मान्छे भन्छौँ, जो मेरो परम मित्र भन्छौँ, जो मेरो परम साथी भन्छौँ, ओहो ऊ जस्तो मेरो जीवनमा कोही छैन भनेर हामी उसलाई त्यति नजिक राखेका हुन्छौँ, मनको नजिक राखेका हुन्छौँ। तर सबै मान्छेहरूले, ती नजिकका मान्छेहरूले हाम्रो भावना बुझ्छ भन्ने ग्यारेन्टी हुँदैन। हेर्नुहोस्, सबैलाई हाम्रो चोटसँग सरोकार हुँदैन, सबैलाई हाम्रो पीडासँग सरोकार हुँदैन। हामीले दुःख पाओस्, हामीले सुख पाओस्, हामी दुःखको भुमरीमा अल्झ्यौँ, हामीले अनेकौँ खालका कष्टदायी जीवनसँग हामीले झेल्नु परोस्, यो अरूलाई मतलब हुँदैन। केही मान्छेलाई छोडेर हेर्ने हो भने अधिकांश मानिसहरू जो हाम्रो वरपर छन्, उनीहरूलाई हाम्रो दुःखको बारेमा, हाम्रो पीडाको बारेमा खासै चासो हुँदैन। हुन त हाम्रो